हाम्रा हजुरआमाहरू आमाहरूले हैन हजुर हामी बच्चा हुँदै गर्दाखेरि हामी हुर्किँदै गर्दाखेरि कानमा तेल हाल्नुहुन्थ्यो हैन हजुर अनि त्यसै गरी हामी हुर्क्यौं हजुर अब आजभोलि कानमा तेल हाल्नु हुँदैन अथवा तोरीको अथवा अन्य कुनै तेलहरू हाल्नु हुँदैन पनि भन्छन् कसैले हाल्नु हुन्छ केही फरक पर्दैन भन्छन् कसैले हाल्नु पर्छ भन्छन् कानमा तोरीको तेल हुन्छ नि त्यो हाल्ने कि नहाल्ने अब यसो हो अब जस्तै यो चाहिँ कसरी बुझौँ भने चुरोट खाँदाखेरि चाहिँ क्यान्सर हुन्छ कि हुँदैन भन्ने कुरा जस्तै हो कि चुरोट खाँदा त क्यान्सर हुन्छ नि अध्ययनले चाहिँ देखाएको छ हैन तर सबै मान्छेलाई चुरोट खाने मान्छेलाई त क्यान्सर भएको छैन नि त अब चुरोट खाने कि नखाने भन्ने कुरा अब मैले चुरोट खानु हुँदैन भनेर यहाँ भन्दै भने चुरोट खायो भने क्यान्सर हुन्छ भनेर मैले भन्दै मानौँ हैन अब मान्छेले यहाँ सुन्ने पोडकास्ट सुन्ने मान्छेले भन्ला कि मैले त यत्रो वर्षदेखि चुरोट खाछु खै मलाई त क्यान्सर भएको छैन भनेर भन्ने कुरा नि हुन्छ कि यो तेल हालेर केही फाइदा छैन हैन अब जस्तै कानमा मान्नुस् कानको जाली चाहिँ ठिक छ केही भएको छैन बच्चाको अनि हामीले त्यहाँ तेल हाल्दियौँ हैन त्यो हालेको तेल त बाहिर बगेर जाँदैन त त्यही तेल त्यहीँ बसिरहन्छ हैन अब त्यो तेल त्यहीँ बसिरह्यो भने त्यहाँ चाहिँ ढुसी आउन सक्छ कि अनि मान्छेहरू कतिजना चाहिँ अब कान दुख्यो भनेर आउँछन् अब बच्चाले त बोल्न सक्दैन तर ठुलै मान्छेले आफ्नो कानमा तेल हाल्ने हैन अनि कान चिलायो मेरो त्यसैले मैले डाक्टर साहब कानमा तेल हालेँ भनेर भन्छन् अनि त्यसपछि तेल हालेपछि कान दुख्यो डाक्टर साहब मेरो भनेर भन्छ अनि त्यो सफा गरिदियो त्यो ढुसी सफा गरिदियो अनि औषधि दिएपछि त्यो ठिक हुन्छ कि त्यसैले तेल हाल्नु चाहिँ मलाई ठिक हुन्छ एक्चुअली कानभित्र केही औषधि दुःख नदेसम्म केही औषधि पनि नहाल्नु भनेर भन्छन् जस्तै तेल अथवा कुनै पनि औषधि हाल्यो भने पनि त्यसले कानभित्र भएको नर्मल फ्लोरा भनेको चाहिँ कानमा हुने नर्मल ब्याक्टेरिया किटाणुहरू जसले चाहिँ इन्फेक्सन गरेर आउँदैन जसले तर त्यसले त्यहाँको चाहिँ फ्लोरा बनाइरहेको हुन्छ कि हो त्यो चाहिँ अल्टर हुन्छ त्यो बिग्रिन्छ अनि त्यो बिग्रियो भने चाहिँ त्यहाँ अरू हामीले जसले चाहिँ शरीरलाई नोक्सानी गर्छ त्यस्तो खालको किटाणु र ढुसीहरू पलाउँछ हैन त्यसैले कानमा तेल सकेसम्म साबुन पानी पनि नपार्नु र धेरै नै अप्ठ्यारो नभएसम्म सकेसम्म औषधि पनि केही पनि नहाल्नु भनेर भनिन्छ औषधि पनि हाल्नु सकेसम्म अब दुखै दियो अब औषधि हाल्नै पर्ने सिचुएसन भयो भने त हाल्नु पर्यो हैन उपचारैका लागि तर अननेसेसरी केही पनि त्यहाँ कानमा जस्तै अलिअलि फोहोर हुँदैमा त्यो औषधि पनि हाल्नु पर्दैन त्यो फोहोरको पनि फाइदा हुन्छ कि त्यसले धुलोहरू छिर्न दिँदैन हैन अब धेरै नै फोहोर भयो जाम भयो कान दुख्यो भने चाहिँ अब त्यसलाई औषधि हालेर अलिक कमलो बनाएर निकाल्नु पर्यो हैन नभए चाहिँ कानभित्र चाहिँ सकेसम्म केही पनि नहालेको राम्रो